ल सम्पूर्ण साथीहरूमा हार्दिक नमस्कार। ठिक छ। म साथीलाई पुनः नमस्ते गर्न चाहेँ। हामी शिक्षक सेवा आयोगको नयाँ कक्षामा छौँ। तपाईँहरू यतिखेर अहिले कोशी शैक्षिक केन्द्रबाट सञ्चालन भइरहेको शिक्षक सेवा आयोगको विशेष गरी आधारभूत तह र माध्यमिक तह दुवै तहको संयुक्त कक्षामा हामी छौँ। मैले तपाईँहरूलाई विगत केही समय अगाडिदेखि शिक्षा सम्बन्धी आधारभूत ज्ञानको बारेमा नियमित रूपमा बेलुका 6 बजेबाट सिकाइ सहायता गर्दै आइरहेको छु। र तपाईँहरू यतिखेर अहिले कोशी शैक्षिक केन्द्रको फेसबुक पेज मार्फत र मेरो कृष्ण प्रसाद सुवेदी फेसबुक पेज मार्फत प्रत्यक्ष रूपमा एकैसाथ सुन्दै हुनुहुन्छ। जो साथीले सुन्दै हुनुहुन्छ कृपया यो भिडियोलाई आफू आबद्ध विभिन्न ग्रुपहरूमा सेयर गर्नुहोला। तपाईँको एउटा सेयरले पनि धेरै साथीहरू समक्ष यो भिडियो पुग्नेछ है त। ल साथीहरू आइसक्नु भएको छ जुम्मा पनि सबैजना आइसक्नु भएको छ है। ल साथीहरूको केही क्वेरी छ भने भन्न सक्नुहुन्छ है। ल हामीले अब शिक्षा मनोविज्ञानका बारेमा छलफल गर्दैछौँ है। हेर्नुहोस् त शिक्षा मनोविज्ञानका बारेमा छलफल गर्दैछौँ है। अब यो शिक्षा मनोविज्ञानको बारेमा हामीले हिजो के यसको परिचय अर्थ परिभाषाको कुराहरू बारेमा हामीले छलफल गऱ्यौँ। आज हामी यसको यसको क्षेत्र यानि कि शिक्षा मनोविज्ञानको क्षेत्रका बारेमा चर्चा गर्छौँ है। शिक्षा मनोविज्ञानको क्षेत्रको बारेमा आज हामी छलफल गर्छौँ है। ल अब शिक्षा मनोविज्ञानको क्षेत्रलाई अब हामीले कसरी प्रस्तुत गर्ने त हेरौँ त। अब हामीले बिचमा चाहिँ शिक्षा मनोविज्ञानको शिक्षा मनोविज्ञानको क्षेत्र भनौँ है। शिक्षा मनोविज्ञानको क्षेत्र भनौँ। ल अब शिक्षा मनोविज्ञानले कुन कुन क्षेत्रमा यसले अध्ययन गर्छ त भन्दा यसले विशेष गरी यो शिक्षा मनोविज्ञानले विशेष गरी सिकारुका बारेमा अध्ययन गर्छ है। अनि शिक्षकको बारेमा अध्ययन गर्छ र विषयवस्तुको बारेमा अध्ययन गर्छ। कुरो बुझ्नुहुन्छ नि। सिकारु शिक्षक र विषयवस्तुको बारेमा अध्ययन गर्छ। यो पनि एउटा यसको महत्त्वपूर्ण क्षेत्रभित्र पर्छ है। अनि यसले अब सिकाइ सहजीकरण हेर्नुहोस् न। सिकाइ सहजीकरण प्रभावकारी हुनुपर्छ होइन, पारदर्शी हुनुपर्छ भन्ने विषयमा यसले पनि जोड दिन्छ है। अनि यो चाहिँ सिकारुको व्यक्तित्व विकास है। सिकारुको व्यक्तित्व विकासमा यसले बढी जोड दिन्छ है। सिकारुको व्यक्तित्व विकासमा यसले बढी जोड दिन्छ भन्न सक्छौँ साथी। अनि यसले विद्यार्थीले अब कति कुरा सिके होइन, कति कुरा सिके, कति कुरा सिक्न बाँकी छ भनेर सिकाइ उपलब्धिको मूल्याङ्कनको प्रक्रियाको बारेमा यसले अध्ययन विश्लेषण गर्छ है। अनि यो चाहिँ बाल मनोविज्ञानको सम्बोधन गर्नुपर्छ भन्छ शिक्षक सिकाइमा। हेर्नुहोस् त बाल मनोविज्ञानको बाल मनोविज्ञानको सम्बोधन गर्नुपर्छ भन्ने विषयमा यसले बढी जोड दिन्छ है। बाल मनोविज्ञानको सम्बोधन गर्नुपर्छ भन्ने विषयमा यसले बढी जोड दिन्छ र यसले चाहिँ विद्यार्थीहरूलाई आवश्यकता अनुसार चाहिँ शैक्षणिक परामर्श प्रदान गर्नुपर्छ। जो चाहिँ अनुशासन भन्दा थोरै बाहिर रहेका विद्यार्थीहरू छन् त्यस्ता विद्यार्थीहरूलाई शैक्षणिक परामर्श प्रदान गर्नुपर्छ भन्ने विषयमा यसले बढी जोड दिएको छ साथी है। अनि अहिले चाहिँ अब सिकाइका प्रभावक तत्त्वहरूको बारेमा पनि अध्ययन गर्छ। हेर्नुहोस् त सिकाइमा प्रभाव पार्ने तत्त्वहरू पनि यसको अध्ययन क्षेत्रभित्र पर्छ
है, जस्तो उत्तीर्ण, पूर्णबल, अभ्यास, स्मरण, विस्मरण, होइन, पुरस्कार, दण्ड, यी सबै कुराहरूको बारेमा पनि शिक्षा मनोविज्ञान अन्तर्गत अध्ययन हुन्छ साथी। है, अनि तपाईँ अब शिक्षण विधि र प्रक्रिया, है, शिक्षण विधि तथा प्रक्रियाका बारेमा पनि अध्ययन गर्नुपर्छ भन्छ। है, यदि बारम्बारी ढङ्गबाट सिकाइ सर्जना गरियो भने विद्यार्थीको सिकाइ प्रति वृद्धि हुन्छ भन्ने विषयमा पनि यो शिक्षा मनोविज्ञानले आफ्नो मान्यता राख्छ साथी। है, अनि अब बालमैत्री शैक्षणिक सामग्रीको प्रयोग गर्नुपर्छ। है, शैक्षणिक, हेर्नुहोस् न, विद्यार्थीको रुचि, इच्छा, आवश्यकता, अनुकूलको शैक्षिक सामग्री प्रयोग गरियो भने विद्यार्थीको सिकाइ प्रति वृद्धि हुन्छ भन्ने कुरामा पनि यसले बढी जोड दिन्छ साथी। है, ल अब शिक्षा मनोविज्ञानले यस्ता विभिन्न पक्षहरूमा बढी ख्याल गर्दो रहेछ। है, अनि अर्को छ बालमैत्री व्यवहार भन्ने पनि लेखौँ कतै, है, हेर्नुहोस् न, यतातिर लेखौँ होला, बालमैत्री व्यवहार। बालमैत्री व्यवहार बालबालिकाहरूलाई उनीहरूको रुचि, इच्छा, आवश्यकता, क्षमता, दक्षता, चाहना अनुकूल हुने गरी सिकाइ सर्जना गर्नुपर्छ। हेर्नुहोस् त, शिक्षा मनोविज्ञानले शिक्षा मनोविज्ञानले यति विभिन्न पक्षहरूमा विभिन्न क्षेत्रहरूमा अध्ययन गर्छ। हेर्नु त, नम्बर एकमा हेरौँ। नम्बर एकमा छ शैक्षणिक परामर्शको कुरा छ। जो विद्यार्थीलाई केही मनोवैज्ञानिक परामर्श प्रदान गर्नुपर्ने छ भने त्यो विषय चाहिँ शिक्षा मनोविज्ञानको क्षेत्र हो। सिकाइमा चाहिँ विभिन्न पक्षहरूले प्रभाव पार्छ। उत्प्रेरणाले प्रभाव पार्छ, पूर्वले प्रभाव पार्छ, होइन, अभ्यासले प्रभाव पार्छ, पुरस्कार दर्माले प्रभाव पार्छ, स्मरण विस्मरणले प्रभाव पार्छ। हो, त्यस्तै पक्षहरूको बारेमा अध्ययन गर्नुपर्छ र प्रभावकहरूलाई उचित व्यवस्थापन गर्दै सिकाइ सजिलो गर्नुपर्छ भन्ने विषयमा पनि यसले बढी जोड दिन्छ भन्न सक्छौँ। अनि यसले चाहिँ बालबालिकाको व्यक्तित्व विकासमा बढी जोड दिन्छ। है, उनीहरूको रुचि, इच्छा, आवश्यकता, क्षमता सबै पक्षहरूलाई उचित सम्बोधन गर्दै उनीहरूलाई एउटा असल चरित्रको व्यक्ति बनाउनुपर्छ भन्ने विषय पनि शिक्षा मनोविज्ञानको एउटा अध्ययन क्षेत्र हो भन्न सक्छौँ साथी। है, अर्को छ सिकाइ अवरोधी मूल्याङ्कन। है, जसरी सिकाइन्छ त्यही सिकाएको उद्देश्य अनुसार नै विद्यार्थीको सिकाइ अवरोधीको मूल्याङ्कन गर्नु पर्यो भन्ने विषय शिक्षा मनोविज्ञानको अध्ययन क्षेत्र पनि हो र विद्यार्थीहरूलाई उनीहरू जस्तै मत दिएर सिकाउनुपर्छ। है, बालमैत्री व्यवहार मार्फत सिकाइ सजिलो गर्नुपर्छ भन्ने विषय योसँग पनि सम्बन्धित छ। है, बालमैत्री व्यवहार गर्नुपर्छ भन्छ। है, अनि अब कुरा वास्तै यस्तै हो। सिकाइ सजिलोमा विद्यार्थीको रुचि, इच्छा, आवश्यकता, क्षमता, चाहना, सिकाइको गति, सिकाइको स्तर, सिकाइको प्रकृति लगायतका सबै कुराहरूको उचित सम्बोधन गर्नुपर्छ भन्ने विषय योसँग पनि सम्बन्धित छ। हो, अनि अब छ शैक्षणिक सामग्री। यस्ता शिक्षण सिकाइमा बालबालिकाको मनोविज्ञान अनुसार चाहिँ शिक्षण सामग्री प्रयोग गर्न सकियो भने अवश्य पनि शिक्षण सिकाइ पनि थप प्रभावकारी हुन्छ भन्ने मान्यता योसँग सम्बन्धित छ। अनि सिकाइ सहजीकरणको कुरा छ। हेर्नुहोस् त, अब सिकाइ सहजीकरण गर्दा विद्यार्थी केन्द्रित विधिको प्रयोग गर्नुपर्छ, बाल मनोविज्ञान उचित सम्बोधन गर्नुपर्छ। हो, प्रयोगात्मक रूपबाट विद्यार्थीलाई सिकाइ सहजीकरण गर्नुपर्छ अनि मात्र विद्यार्थीको सिकाइ बढी प्रभावकारी हुन्छ, सिकाइ दिएको हुन्छ भन्ने कुरामा यसले पनि बढी जोड दिन्छ। है, अनि यसको मुख्य अध्ययनको क्षेत्र भनेको चाहिँ सिकारु हो। यानि कि सिकारु भनेको बालक भइहाल्यो, होइन, सिकारु भनेको बालक भइहाल्यो, शिक्षक भनेको चाहिँ सिकाउने व्यक्ति भइहाल्यो र शिक्षकले चाहिँ के गर्छ, विषयवस्तुको बारेमा आवश्यक सिकाइ सहजीकरण गर्छ। है, अनि त्यो सिकाइ सहजीकरण गर्दाखेरि उसले विभिन्न खालका बालमैत्री विधिहरूको प्रयोग गर्नुपर्छ, विद्यार्थी केन्द्रित विधिको प्रयोग गर्नुपर्छ, प्रयोगात्मक कार्यकलापको प्रयोग गर्नुपर्छ भन्ने विषयमा शिक्षा मनोविज्ञानले बढी जोड दिन्छ। त्यसैले यी विभिन्न पक्षहरू भनेको चाहिँ शिक्षा मनोविज्ञानको क्षेत्रहरू भन्न सक्छौँ साथी। बुझिन्छ भन्नुहोस् त, ल बुझिन्छ? ल, फेसबुक मार्फत लाइभ सुन्नुभएका साथीहरूलाई मेरो हेर्ने बुझ्नु भएको छ भन्नुहोस् त, मेरो साउन्ड बुझ्नु भएको छ? कमेन्ट गर्नुहोस् है। ल, जुनको साथीहरूले के छ? ल, यो मैले तपाईँहरूलाई शिक्षा मनोविज्ञानको क्षेत्रको बारेमा जानकारी दिएँ। है, अब हामी अर्को अर्को हेरौँ, अर्को टपिकको बारेमा छलफल गरौँ। ल, अब शिक्षा मनोविज्ञानको उद्देश्य। है, ल हेर्नुहोस् त, शिक्षा मनोविज्ञानको शिक्षा मनोविज्ञानको उद्देश्यको बारेमा छलफल गरौँ। है, शिक्षा मनोविज्ञानको उद्देश्यको बारेमा छलफल गरौँ साथी। है त, ल, यो शिक्षा मनोविज्ञानले के कस्ता विषयमा बढी जोड दिन्छ त? के कस्तो उद्देश्य उद्देश्य राख्छ त? यसको मुख्य उद्देश्य भनेको हेर्नुहोस् त, मानव विकासको अध्ययन गर्नु हो।
है। मानव विकास अध्ययन गर्छ यसले है। मानव विकासभित्र मानव वृद्धिको कुरा पनि गर्छ। मानव विकासको अध्ययन, मानव विकास के कसरी हुन्छ भन्ने विषयमा यसले अध्ययन गर्छ। र यो शिक्षासँग जोडिएको भएकाले गर्दा चाहिँ यसले चाहिँ विद्यार्थीको शिक्षण सिकाइमा सहयोग गर्नुपर्छ भन्छ है। शिक्षण सिकाइमा शिक्षण सिकाइमा सहयोग गर्नुपर्छ भन्छ है। शिक्षण सिकाइमा सहयोग गर्नुपर्छ भन्छ र यसले विद्यार्थीलाई उचित उचित ढङ्गबाट शैक्षणिक परामर्श प्रदान गर्नुपर्छ भन्छ है। शैक्षणिक परामर्श प्रदान गर्नुपर्छ भन्छ हो है। यसले शैक्षणिक परामर्श प्रदान गर्नुपर्छ भन्छ है। र विद्यार्थीहरूलाई चाहिँ है, विद्यार्थीहरूलाई है अब शैक्षिक मार्गदर्शन गर्नुपर्छ है। विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन गर्नुपर्छ अनि बल्ल विद्यार्थीहरूले राम्रो खालको सिकाइ चालीकरण प्राप्त गर्छन्, उनीहरूको व्यक्तित्व विकास हुन्छ भन्ने विषय योसँग पनि सम्बन्धित छ। अनि शिक्षा मनोविज्ञानको उद्देश्य भनेको चाहिँ अब विविधताको सम्बोधन गर्नु हो है। विविधताको सम्बोधन गर्नु हो है। विविधताको सम्बोधन, यो पनि यसको एउटा मुख्य उद्देश्य हो। र यो सँगसँगै यसले यसले अब बाल मनोविज्ञानको सम्बोधन गर्नुपर्छ पनि भन्छ। हेर्नुहोस् त, यसले बाल मनोविज्ञानको सम्बोधन गर्नुपर्छ भन्छ है। विद्यार्थीको रुचि, इच्छा, आवश्यकता, क्षमता, दक्षता, चाहना यी सबै पक्षहरूलाई उचित सिकाइ साझीकरण गर्दै सम्बोधन गर्नुपर्छ भन्ने क्रममा पनि यसले बढी जोड दिन्छ। र शिक्षण सिकाइमा देखा परेका शैक्षणिक समस्याहरू समाधान गर्नुपर्छ भनेपछि हेर्नुहोस् त, शैक्षणिक शैक्षणिक समस्या समाधान गर्नुपर्छ भन्छ यसले है। ल, शैक्षणिक समस्या समाधान गर्नुपर्छ भन्ने विषयमा यसले पनि जोड दिन्छ भन्न सक्छौँ। जो शिक्षण सिकाइमा देखा परेका शिक्षकका अथवा विद्यार्थीका समस्याहरूलाई उचित ढङ्गबाट समाधान गर्नुपर्छ भन्ने विषय योसँग सम्बन्धित छ है। र यसको मुख्य उद्देश्य भनेको चाहिँ प्रभावकारी सिकाइ साझीकरण पनि हो है। प्रभावकारी सिकाइ साझीकरण है। प्रभावकारी सिकाइ साझीकरण गर्नुपर्छ भन्ने विषयमा यसले पनि जोड दिन्छ। यी सबै कुराहरू के हुन् त भन्दा शिक्षा मनोविज्ञानका मुख्य मुख्य उद्देश्यहरू हुन् भन्न सक्छौँ साथी। ठिक छ, यी सबै के हुन्? शिक्षा मनोविज्ञानका मुख्य मुख्य उद्देश्यहरू हुन् भन्न सक्छौँ है। हेर्नुहोस् त एकपटक, बुझिन्छ साथी? ल, बुझिन्छ छैन? ल, हामी शिक्षक सेवा आयोगको तयारी कक्षामा छौँ है त। ल, जुनको साथीहरूको केही जिज्ञासा छ, मेरो हिन्दी बुझ्नु भएको छ भन्नुहोस् त। ल, बुझ्नु भएको छ? कमेन्ट पाऊँ है साथी? ल, ल, बुझिन्छ है। र अब हामी मानव विकासको बारेमा छलफल गरौँ है। मानव विकासको बारेमा छलफल गरौँ है। मानव विकासभित्र चाहिँ मानव वृद्धि र मानव विकासको कुराहरू पर्छ है। मानव वृद्धिभित्र के पर्छन् अरे? मानव वृद्धि र मानव विकास पर्छन्, दुइटै कुराहरू पर्छन् है। ल, त्यसो भने हेर्नुहोस् त, अब मानव वृद्धिको बारेमा चर्चा गरौँ पहिला है। मानव वृद्धिको बारेमा चर्चा गरौँ। मानव वृद्धि भनेर के कुरा बुझिन्छ त?
मानव वृद्धि भनेको के बुझिन्छ हेर्नुहोस् त। अब ठ्याक्कै भन्दा शारीरिक संरचनामा आउने, शारीरिक संरचनामा आउने परिमाणात्मक परिवर्तन, परिमाणात्मक 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 परिवर्तन भनेको यो के हो? मानव वृद्धि हो। यसमा विशेष गरी मानिसका भित्री अथवा बाहिरी अङ्गहरूको आकार प्रकार बढ्छ। कुरो बुझ्नु भएको छ? हेरौँ त ल, यसमा के हुन्छ? भित्री तथा भित्री तथा बाहिरी अङ्गहरूको भित्री तथा बाहिरी अङ्गहरूको आकार प्रकार बढ्न साथै है। हेर्नु त, जस्तो तपाईँको हात खुट्टा ठुला हुन्छ, टाउको ठुलो हुन्छ, पेट ठुलो हुन्छ, छाती ठुलो हुन्छ, खुट्टा लामा हुन्छ, यो के हो? मानव वृद्धिसँग सम्बन्धित विषय हो साथी है। यसलाई हामी के भन्छौँ? परिमाणात्मक परिवर्तन पनि भन्छौँ। यसलाई अर्को शब्दमा सङ्ख्यात्मक परिवर्तन पनि भन्ने गर्छ है साथी। सङ्ख्यात्मक परिवर्तन पनि भन्छौँ। जस्तो तपाईँको उचाइ पहिला कति थियो? पहिला 4.2 फिट थियो होइन, अहिले कति भयो? 4.5 हुँदै अहिले चाहिँ झन्डै 4.5 नआउनु किन होचो होचो भन्ने होइन, अहिले झन्डै 5.2 फिट छ तपाईँको। परिवर्तन भयो कि भएर हेर्नुहोस् त, परिवर्तन भयो कि भएन? पहिला तपाईँको चाहिँ 4.2 फिट थियो, बिचमा चाहिँ 4.5 फिट भयो, अहिले तपाईँ 5.2 फिट हुन्छ। सङ्ख्यामा परिवर्तन आयो कि आएन भने यो के हो? यो चाहिँ उचाइ वृद्धि हो साथी। कुरा बुझ्नुभयो नि? यस्तो हुनु चाहिँ उचाइ वृद्धि हो है, उचाइ बढ्नु हो है, उचाइ बढ्नु हो। यसलाई हामी के भन्छौँ? यसलाई हामीले मानव वृद्धि भन्छौँ है, बुझिन्छ? यसलाई हामीले मानव वृद्धि भन्छौँ साथी है। अब यो विशेष गरी गर्भधारणबाट गर्भधारणबाट विशेष गरी अब किशोर अवस्थासम्म चल्छ। किशोर अवस्थासम्म चल्छ मानव वृद्धि भनेको चाहिँ गर्भधारणबाट सुरुवात हुन्छ होइन। यो किशोर अवस्थामा चल्छ। यसको ठ्याक्क इक्जाम्पल हेर्ने हो भने हाम्रो हात खुट्टाहरू, हाम्रो हात होइन, खुट्टा हो, हाम्रो छाती, हाम्रो टाउको होइन, हाम्रो समग्र रूपमा शरीर होइन, शरीर बढ्नु, शरीर बढ्नु अथवा चाहिँ लामो लामो हुनु हो आदि के हुन्? आदि यसका उदाहरणहरू हुन् भन्न सक्छौँ साथी है। आदि यसका उदाहरण भन्न सक्छौँ। ठिक छ ल। अब यो मानव वृद्धिको बारेमा मैले तपाईँहरूलाई, मानव वृद्धि भनेको शारीरिक संरचनामा आउने परिवर्तन हो, यसलाई हामीले परिमाणात्मक परिवर्तन पनि भन्ने गर्छौँ अथवा त्यसलाई हामीले सङ्ख्यात्मक परिवर्तन पनि भन्ने गर्छौँ साथी हो। यो विशेष गरी मानिसका शरीरभित्रका अथवा शरीर बाहिरका अङ्गहरूको आकार प्रकार बढ्छ है। आकार सानो छ भने ठुलो हुन्छ है, छोटो छ भने लामो हुन्छ, त्यसलाई हामी के भन्छौँ? मानव वृद्धि भन्छौँ साथी। जस्तो मैले इक्जाम्पल दिइसकेको छु। पहिला तपाईँको उचाइ चाहिँ 4.2 फिट थियो है, पछि तपाईँ 4.5 हुनुको बढ्नुभयो छ अरे, र अहिले तपाईँ 5.2 फिट हुनुहुन्छ, उचाइ बढ्यो। उचाइ बढ्नु भनेको पनि मानव वृद्धि हो भन्न सक्छौँ साथी। ठिक छ। र यो मानव वृद्धिको सुरुवात चाहिँ गर्भधारणबाट हुने गर्छ र यो विशेष गरी किशोरावस्थामा किशोरावस्थासम्म चल्छ। जस्तै हाम्रो हात बढ्छन्, खुट्टा बढ्छन्, छाती बढ्छ, टाउको बढ्छ, शरीर बढ्छ होइन, हाम्रा खुट्टा लामो हुन्छन्, यी सबै के हुन्? मानव वृद्धिसँग सम्बन्धित विषयहरू हुन् भन्न सक्छौँ। बुझिन्छ साथी? भन्नुहोस् त, बुझिन्छ? कमेन्ट गरौँ त साथी एकपटक ल, सबैले है, कमेन्ट गर्नुहोस् त ल। सुन्नु भएको छ? ल, अब फेसबुक मार्फत लाइभ हेर्ने साथीले बुझ्नु भएको छ? ल, अब म तपाईँलाई झन् बुझाउने प्रयास गर्छु त्यसो भने। कति बुझ्नु भएको छ थाहा छैन है, कमेन्ट गर्नु भएको छैन फेसबुकको साथीहरूले। अब तपाईँलाई अझै बढी प्रश्न पार्छु है।
अब कविको बीज भागमा मानव वृद्धि भनेर लेख्नुहोस् यसरी है। कविको बीज भागमा मानव वृद्धि भनेर यसरी लेख्नुहोस्, बिच भागमा है, नयाँ पेजको बीच भागमा यसरी लेख्नुहोस्। अब यसको बारेमा हामीले कम्तीमा पनि 10वटा भन्दा बढी विशेषता लेख्छौँ है। 10वटा भन्दा बढी विशेषता लेख्छौँ। ल हेर्नुहोस् त, मानव वृद्धि के हुन्छ? मानव वृद्धि सङ्ख्यात्मक हुन्छ हो। मानव वृद्धि के हुन्छ? मानव वृद्धि परिमाणात्मक हुन्छ। एकदम की पोइन्टमा ख्याल गरौँ है साथी, की पोइन्टमा ख्याल गरौँ है। मानव वृद्धि भनेको चाहिँ के हो? संरचनात्मक, संरचनात्मक परिवर्तन हो है। मानव वृद्धि भनेको के हो रे? संरचनात्मक परिवर्तन हो है। यसलाई हामीले प्रत्यक्ष रूपमा के गर्न सक्छौँ? मापन गर्न सक्छौँ, मापन गर्न सकिन्छ है, मापन गर्न सकिन्छ है। यसलाई हामी के भन्छौँ? शारीरिक परिवर्तन पनि भन्ने गर्छौँ। मानव वृद्धि भनेको चाहिँ शारीरिक परिवर्तन हो है। मानव वृद्धि भनेको के हो? शारीरिक परिवर्तन हो भन्ने भन्न सक्छौँ साथी हो। यसमा चाहिँ अब पियूष ग्रन्थि, पियूष ग्रन्थिको अधिक प्रभाव पर्छ है, अधिक प्रभाव पर्छ। यसलाई हामीले पिट्युटरी ग्रन्थि पनि भन्ने गर्छौँ। नेपालीकरण गर्दा पियूष ग्रन्थि भन्ने मैले बनाएको छु है। पियूष ग्रन्थिको अत्यधिक प्रभाव पर्छ केमा भन्दा मानव वृद्धिमा। यो अब चाहिँ सही सबावस्था र यौवनावस्था, यौवनावस्थामा, यौनावस्थामा वृद्धि धेरै हुन्छ है। वृद्धि धेरै हुने भन्न सक्छौँ। के मारे भन्नुहोस् त, कुन कुन अवस्थामा रे? शैशवावस्थामा र यौन अवस्थामा मानव वृद्धि धेरै हुन्छ भन्न सक्छौँ साथी। यसको चाहिँ निश्चित समय हुन्छ, निश्चित समय हुन्छ। यसको मतलब यो गर्भधारणबाट सुरु भएर किशोरावस्थाको अन्त्यसम्ममा रोकिन्छ। के लेख्नु भएको छ? ठिक छ, ठिक छ, निश्चित समय हुन्छ साथी। अब यसको चाहिँ सुरुवात कहाँबाट हुन्छ? गर्भधारणबाट सुरुवात हुन्छ। हेर्नुहोस् है, गर्भधारणबाट, गर्भधारणबाट सुरु हुन्छ है। गर्भधारणबाट मानव विकास फेरि मानव वृद्धि सुरुवात हुन्छ भन्न सक्छौँ। यो अब परिपक्वतासँग सम्बन्धित छ। हेर्नुहोस् त, त लेखेको देखिन्छ साथी, यहाँ त लेखेको देखिन्छ, परिपक्वतासँग, परिपक्वतासँग सम्बन्धित हुन्छ भन्ने भन्न सक्छौँ है। मानव वृद्धिमा परिवृत्ति परिपक्वतासँग सम्बन्धित छ। यसलाई चाहिँ वंशाणुले बढी प्रभाव पार्छ, वंशाणुले, वंशाणुले प्रभाव पार्ने भन्न सक्छौँ। हेर्नुहोस् त, वंशाणुले प्रभाव पार्छ र चाहिँ यसमा चाहिँ व्यक्तिगत भिन्नता पाइन्छ हो। व्यक्तिगत भिन्नता, व्यक्तिगत भिन्नता पाइन्छ। ल, कति विषय तपाईँहरूले गर्नुहोस् त एकपटक। 1 2 3 4 5 6 7 8 9 10 11 12वटा विशेषता लेख्नु हामीले। अब यहाँबाट कति कुरा जान्न पर्यो मानव वृद्धिको बारेमा? यति जाने मजाले पुग्छ है, यति जाने भने मजाले पुग्छ सर। लेखौँ त, लेखेर सक्नुभयो? लेखेर सक्नुभयो? ल हेर्नुहोस् त, यसको बारेमा थोरै थोरै चर्चा गरौँ है, थोरै थोरै व्याख्या गरौँ सम्झाउँ तपाईँहरूलाई। ल अब मानव वृद्धि भनेको चाहिँ सङ्ख्यात्मक परिवर्तन हो भन्ने कुरा बुझ्नु पऱ्यो। फेरि शारीरिक परिवर्तन भन्ने कुरा बुझ्नु पऱ्यो। हाम्रो शरीर चाहिँ वृद्धि हुन्छ, हाम्रो शरीर अल्को हुन्छ, हाम्रो शरीर मोटा हुन्छ होइन, हो यो के हो? मानव वृद्धि हो भन्न सक्छौँ है। अब यसमा चाहिँ संरचनात्मक शरीरमा चाहिँ शरीरको संरचनामा आकार प्रकारमा परिवर्तन आउँछ। पहिला हामी होचो थियौँ, अहिले अल्गो भयौँ, पहिला पातलो थियौँ, अहिले मोटायौँ। यो के हो? मानव वृद्धिसँग सम्बन्धित विषय हो सर है। त्यो चाहिँ परिमाणात्मक हुन्छ, यसको मतलब सङ्ख्यात्मक हुन्छ। अहिले हाम्रो चाहिँ
मापन गर्न सक्छौँ। जस्तो तपाईँको वेट कति छ अहिले, कमेन्ट गर्नुहोस् त ल। तपाईँको वेट कति छ अहिले? त मानौँ तपाईँको वेट पहिला 45 किलो थियो, अहिले चाहिँ 55 किलो भएको छ तपाईँको वेट, होइन अशोकाजी? जेपेसी अहिले त तपाईँ 60 किलो हुन्छ हो। त्यो के हो त? त्यो चाहिँ एउटा सङ्ख्या हो। त्यसलाई हामी के भन्न सक्छौँ? परिमाणात्मक अथवा सङ्ख्यात्मक भन्न सक्छौँ, जसलाई हामीले प्रत्यक्ष रूपमा मापन गर्न सकिन्छ। मापन भनेको अङ्कमा रूपान्तरण गर्न सकिन्छ। जस्तो हाम्रो जीवेसीको चाहिँ 5.2 इन्च छ, है, 5 फिट 2 इन्च छ। त्यो के हो त? त्यो भनेको चाहिँ हामीले मापन गऱ्यौँ, उहाँको उचाइलाई हामीले फिटमा मापन गऱ्यौँ, है। त्यो के हो त? मानव वृद्धिसँग सम्बन्धित छ। र यो मानव वृद्धि भनेको चाहिँ परिपक्वतासँग सम्बन्धित विषय हो। यदि मान्छे वृद्धि हुँदै हुँदै जान्छ भने त्यो मान्छे परिपक्व पनि हुन्छ, है, परिपक्व पनि हुन्छ, किनकि क्यापेबल हुन्छ भन्न सक्छौँ, है। अनि यो मानव वृद्धिमा चाहिँ व्यक्तिगत भिन्नता पाइन्छ। तपाईँको उचाइ फरक छ, मेरो उचाइ फरक छ, मेरो हाइट फरक छ, होइन, तपाईँको तौल फरक छ, मेरो तौल फरक छ, मेरो हात लामो छ, तपाईँको हात छोटो छ, सबै प्रत्येकको फरक फरक छ। यसको मतलब व्यक्तिगत भिन्नता अनुसार हुन्छ भन्न सक्छौँ, है। यसमा चाहिँ मानव वृद्धिमा चाहिँ वंशाणुको प्रभाव बढी पर्छ, है। यदि तपाईँको बुवा मम्मी अर्को अर्को हुनुहुन्छ भने पक्कै पनि तपाईँ आउटै हुनुहुन्छ, हो भन्नुहोस् त। यदि तपाईँको बुवा मम्मी होचो हुनुहुन्छ भने तपाईँ पनि होचो हुनुहुन्छ। यसको मतलब वंशाणुगत गुणले केही प्रभाव पार्छ। र मानव विकास, मानव वृद्धि भनेको चाहिँ गर्भधारणबाट सुरुवात हुन्छ, है, गर्भधारणबाट सुरुवात हुन्छ। यसको मतलब एउटा पिलको टुप्पो जत्रो एउटा बीजबाट, होइन, सुरु हुँदै हुँदै आएर यति ठुलो मान्छे बनिन्छ, है। त्यसरी यसको हामी आरम्भ कहाँबाट हुन्छौँ? गर्भधारणबाट मानव वृद्धिको आरम्भ हुन्छ भन्छौँ। र निश्चित समयसम्म लागि मात्र हो। गर्भधारणबाट चाहिँ किशोरावस्थाको अन्त्यसम्म मात्र, है, किशोरावस्थाको अन्त्यसम्ममा चाहिँ मानव वृद्धि रोकिन्छ। यो त्योमध्ये पनि शैशवावस्थामा र यौवनावस्थामा मानव वृद्धि धेरै हुन्छ, किनकि तीव्र रूपमा मानव वृद्धि हुने समय भन्ने चाहिँ त्यो दुईटा अवस्था हो। एउटा चाहिँ शैशवावस्था, अर्को यौवनावस्था। र यो यसरी तीव्र वृद्धि हुनुमा चाहिँ पियूष ग्रन्थीको अलिक धेरै प्रभाव पर्छ। यौवनावस्थामा शारीरिक वृद्धि हुनुको मुख्य कारण भनेको चाहिँ पिट्युटरी ग्रन्थीको अधिक प्रभाव पर्नु भन्न सक्नुहुन्छ। बुझिन्छ? म तपाईँलाई बुझाउन सकेँ साथी? बुझाउन सके साथीले कमेन्ट गर्नुहोस् त। सुन्नु भएको छ? ल ठिक छ नि, होइन? खै त कमेन्ट गरेको, खै त बोलेको साथी? है, म एक्लै बोल्ने हो कि तपाईँ पनि बोल्ने हो? ल, म तपाईँलाई मानव वृद्धिको बारेमा कुरा जानकारी दिएँ, है। अब हामी अब हामी मानव विकासको बारेमा छलफल गर्छौँ, है। अब हामी केमा छलफल गर्छौँ? मानव विकासको बारेमा छलफल गर्छौँ, है। अब मानव विकास भनेको के हो त त्यसो भने? ल, मानव विकासको बारेमा पनि अहिले जस्तै आदर्श विषयवस्तुको बारेमा छलफल गरौँ, है। ल, अब केही कुराहरू समानता पनि छन्, केही कुराहरू फरक पनि छन्। अब मानव वृद्धि भनेको चाहिँ परिमाणात्मक मात्र हुन्छ भने मानव विकास भनेको परिमाणात्मक र गुणात्मक दुवै हुन्छ। हेर्नुहोस् त, परिमाणात्मक परिमाणात्मक र गुणात्मक दुवै हुन्छ, है। मानव विकास भनेको यसलाई हामी चाहिँ एउटा अर्को शब्दमा चाहिँ आन्तरिक परिवर्तन पनि भन्ने गर्छौँ। आन्तरिक, बाह्य र आन्तरिक दुवै भनौँ न, बाह्य र आन्तरिक दुवै परिवर्तन। किनकि मानव वृद्धि भनेको चाहिँ बाह्य परिवर्तन हो, मानव विकास मात्र भयो भने आन्तरिक परिवर्तन हो। मानव वृद्धि नभइकन मानव विकास नहुने भएकाले यसलाई हामीले आन्तरिक बाह्य दुवै हो भन्न सक्छौँ, सर, है।
मानव विकास भनेको एउटा सर्वपक्षीय परिवर्तन हो, हेर्नुहोस् त। सर्वपक्षीय परिवर्तन। उसको शारीरिक विकास हुन्छ, होइन, मानसिक विकास हुन्छ, बौद्धिक विकास हुन्छ, भाषिक विकास हुन्छ, सामाजिक विकास हुन्छ। त्यसैले हामीले के भन्छौँ, सर्वपक्षीय परिवर्तन भन्छौँ साथी, है। र यो मानव विकास भनेको विकासात्मक पक्षहरूको समष्टिगत रूप हो। उम्, विकासात्मक पक्षको एकीकृत रूप हो, है, एकीकृत रूप हो, है। मानव विकासलाई हामीले विकासात्मक पक्षहरूको एकीकृत स्वरूप हो भन्न सक्छौँ, है। र यसको सुरुवात पनि कहाँबाट हुन्छ? यसको सुरुवात चाहिँ गर्भाधारणबाट सुरुवात हुन्छ, है। गर्भाधारणबाट मानव विकासको सुरुवात हुन्छ। र मानव विकास के हुन्छ? निरन्तर चलिरहन्छ, निरन्तर चलिरहने प्रक्रिया हो साथीहरू, है। मानव विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो, है। यो चाहिँ अब परिपक्वता र सिकाइसँग, परिपक्वता र सिकाइ यसका आधारभूत पक्ष हुन्, है। परिपक्वता र सिकाइ यसका आधारभूत पक्षहरू हुन् भन्न सक्छौँ, किनकि मानव विकासको अ, मानव विकासका आधारभूत पक्षमा हामीले परिपक्वता र सिकाइ ल्याउन सक्छौँ। व्यक्ति परिपक्व भयो भने उसको विकास हुन्छ, र व्यक्तिले केही कुरा सिक्यो भने उसको विकास हुन्छ भन्न सक्छौँ साथी, है। अब यसलाई वंशाणु र वातावरण दुवैले प्रभाव पार्छन्, है। वंशाणु र वातावरण दुवैले प्रभाव पार्छन् भन्न सक्छौँ, हेर्नुहोस् त। वंशाणु र वातावरण दुवैले प्रभाव पार्ने विषयवस्तु भनेको के हो? मानव विकास हो साथी, है। मानव विकास हो। यसलाई हामीले प्रगतिशील परिवर्तन पनि भन्ने गर्छौँ, है। प्रगतिशील परिवर्तन पनि भन्ने गर्छौँ, है। र यो मानव विकास भनेको चाहिँ एउटा समानुपातिक प्रगति पनि हो। कुनै पनि एक पक्षको मात्रै विकास हुँदैन कि यसमा, समानुपातिक प्रगति, है। भाषिक सँगसँगै उसको सामाजिक पक्षको विकास पनि हुन्छ, भाषिक विकास सँगसँगै उसको नैतिक पक्षको विकास पनि हुन्छ, हो। त्यसले हामीले के भन्छौँ? समानुपातिक प्रगति पनि भन्ने गर्छौँ साथी, ठिक छ। ल ल, अब मानव विकासको बारेमा यति कुरा बुझ्दा लगभग पुग्छ, है। ल, क्लियर छ साथी, भन्नुहोस् त, बुझिन्छ? ल, मानव विकासलाई हामीले यसरी प्रस्तुत गर्न सकिन्छ साथी, है त। केही सोचौँको साथीहरूको? सुरुदेखिको स्लाइड अब आउँदैन नि साथी, कहाँ अब क्लास सकिने सक्ने बेला भएको छ, सुरुदेखिको कहाँ हुन्छ अब? भोलि रेकर्ड भिडियो हेर्नु, है। ल, यसलाई हामीले अब मानव विकास भनेर यति कुराहरू हेर्नु पऱ्यो, है त। ल, अब अर्को टपिकमा जाउँ। उम्, मानव वृद्धि र मानव विकास बीच
समानताको कुरा गरौँ है। मानव वृद्धि र मानव विकास बिचका समान पक्ष के छन् त है। समान पक्ष के छन् त? अब समान पक्ष के छन् भन्दा नम्बर एकमा त यो दुवै के हो? सकारात्मक परिवर्तन हो भन्न सक्छौँ एउटा है। सकारात्मक परिवर्तन हो भन्न सक्छौँ है। मानव वृद्धि र मानव विकास यी दुइटै के हुन्? मानिसको जीवनकालमादेखि नै सकारात्मक परिवर्तन हुन् भन्न सक्छौँ साथी। अब विकासका लागि वृद्धिको आवश्यकता पर्छ है। वृद्धिको आवश्यकता र वृद्धिको लागि समय विकासको आवश्यकता पर्छ। विकासको विकासको आवश्यकता पर्छ साथी, त्यो कुरा पनि ख्याल गरौँ हामीले है। अनि अब यी दुवैले यी दुवैले परिपक्वतालाई परिपक्वतालाई प्रभावित पार्छन्, प्रतिबिम्बित गर्छन् होला न यी परिपक्वतालाई प्रतिबिम्बित गर्छन् है। अब यी दुवैलाई चाहिँ वंशाणु र वातावरणले प्रभाव पार्छन्। यी दुवैलाई के भन्दै थिएँ म तपाईँहरूलाई? यी दुवैलाई वंशाणु र वातावरणले प्रभाव पार्छ है। वंशाणु र वातावरणले प्रभाव पार्छ भन्न सक्छौँ। यी दुवैलाई वंशाणु र वातावरणले प्रभाव पार्छ भन्न सक्छौँ साथी है। अब वृद्धिले परिपक्वतासँग परिपक्वतासँग सम्बन्ध राख्छ भने सम्बन्ध राख्छ भने विकासले परिपक्वता र सिकाइ दुवैसँग परिपक्वता र सिकाइ दुवैसँग सम्बन्ध राख्छ।
सम्बन्ध राख्छ। त्यसपछि पनि हामीले यसलाई सम्बन्ध देखाउन सक्छौँ है। अनि अर्को कुरा हेरौँ। मानव विकासका विभिन्न चरणहरूमा विभिन्न चरणहरूमा मानव वृद्धि र विकास पनि फरक फरक रूपमा अगाडि बढेका हुन्छ। फरक फरक रूपमा अगाडि बढेका हुन्छ। ल त्यस्तै हामी यो मानव वृद्धि र मानव विकास बिचको समान पक्षहरूलाई यसरी केही बुँदाहरूमा देखाउन सक्छ। हेर्नु साथीलाई हेर्नुहोस् त एकपल्ट। ल लेख्न सक्नुभयो साथी? लेख्न सक्नुभयो भन्नुहोस् त। ठिक छ। जुनको साथीहरू केही छ बुझिन्छ होइन साथी? ल अब हामीले मानव वृद्धि र मानव विकास बिचको के भिन्नताहरू हेरौँ है छोटकरीमा हेरौँ। ल मानव वृद्धि र मानव विकास बीच भिन्नता। मानव वृद्धि र मानव विकास बिचको भिन्नताको बारेमा संकल्प गरौँ। यतापट्टि अब हामीले चाहिँ मानव वृद्धि लेखौँ है, मानव वृद्धि भनेर लेखौँ। यतापट्टि मानव विकास भनेर लेखौँ हो, मानव विकास भनेर लेखौँ है त। ल अब मानव वृद्धि के हुन्छ अरे नम्बर 1 मा हेरौँ। मानव वृद्धि भनेको चाहिँ परिमाणात्मक वा संख्यात्मक हुन्छ भने के हुन्छ? परिमाणात्मक र गुणात्मक दुवै हुन्छ। गुणात्मक दुवै हुन्छ है। यसलाई अब नम्बर 2 मा नापेर वा जोखेर मापन गर्न सकिन्छ वा जोखेर मापन गरिन्छ यो है। नापेर वा जोखेर मापन गरिन्छ भने यो चाहिँ निरीक्षण अवलोकन वा मूल्याङ्कनबाट थाहा पाइन्छ है। मूल्याङ्कनबाट थाहा पाइन्छ है। यसलाई पनि ख्याल गर्नु सक्छ। अब यो चाहिँ नम्बर 3 मा सङ्ख्यात्मक रूपमा मापनीय हुन्छ। सङ्ख्यात्मक रूपमा मापनीय हुन्छ है। यो चाहिँ के हुन्छ भने गुणात्मक रूपमा अवलोकनीय हुन्छ भन्न सक्छ। हेर्नुहोस् त,
गुणात्मक रूपमा अवलोकनीय हुन्छ। गुणात्मक रूपमा अवलोकनीय हुन्छ भन्न सक्छौँ है। त्यसलाई पनि ख्याल गरौँ। अब नम्बर 4मा यो वृद्धि भनेको वृद्धि विकासको पूर्वाधार हो है। विकासको पूर्वाधार हो। वृद्धि नभएसम्म विकास हुँदैन भने भने यो विकास भनेको चाहिँ विकासात्मक पक्षको एकीकृत रूप हो। हेर्नुहोस् न, विकासात्मक पक्षको विकासात्मक पक्षको एकीकृत रूप हो भन्न सक्छौँ है। विकासात्मक पक्षको एकीकृत रूप हो भन्न सक्छौँ। नम्बर 5मा यो चाहिँ निश्चित समयमा रोकिन्छ है। निश्चित समयमा मानव वृद्धि चाहिँ निश्चित समयमा रोकिन्छ रोकिन्छ भने मानव विकास भनेको चाहिँ गर्भधारणदेखि मृत्यु पर्यन्तसम्म चलिरहन्छ। मृत्यु पर्यन्तसम्म निरन्तर चलिरहन्छ है। निरन्तर चलिरहन्छ भन्न सक्छौँ साथी। अब यसमा अब नम्बर 6मा वंशाणुगत बोल्ने बढी प्रभाव पार्छ है। वंशाणुले बढी प्रभाव पार्छ भने यसअघि अब वंशाणु र वातावरण हेरौँ है। वंशाणु र वातावरण दुवैले प्रभाव पार्छ है। दुवैले प्रभाव पार्छन् भन्न सक्छौँ हो। अनि यो चाहिँ नम्बर 7मा हेरौँ। यो चाहिँ परिपक्वतासँग सम्बन्धित हुन्छ। परिपक्वतासँग सम्बन्धित हुन्छ है। परिपक्वतासँग सम्बन्धित हुन्छ भने यो चाहिँ परिपक्वता र सिकाइ दुवैसँग सम्बन्धित हुन्छ है। दुवैसँग सम्बन्धित हुन्छ। दुवैसँग सम्बन्धित हुने भन्न लाग्छ। ल यसरी मानव वृद्धि र मानव विकास बीच विभिन्न 7वटा फरक हामीले लेख्यौँ है। हेर्नुहोस् त एकपटक साथसाथी। हेर्न सक्नुभयो साथी? मानव वृद्धि र मानव विकास बीचको भिन्नता लेखेर सक्नुभयो? नापेर वा जोखेर मापन गर्न सकिन्छ है। ल हेर्नुहोस् न, अब मानव वृद्धि भनेको स्पेसल्ली सङ्ख्यात्मक हुन्छ अथवा परिमाणात्मक हुन्छ भन्न सक्छौँ भने मानव विकास भनेको परिमाणात्मक र गुणात्मक दुवै हुन्छ। जबसम्म मानव वृद्धि हुँदैन तबसम्म विकास हुँदैन भन्न खोजेको त्यो भनेको है। यो चाहिँ नापेर अथवा जोखेर भनेको चाहिँ तौल साथी। तौल जोख्ने। नाप्ने भनेको चाहिँ उचाइ मोटाइ आदि नाप्न सकिन्छ। जोख्ने भनेको चाहिँ तौल जोख्न सकिन्छ, त्यसरी मापन गर्न सकिन्छ भने मानव विकास भनेको चाहिँ निरीक्षण अवलोकन अथवा मूल्याङ्कनबाट चाहिँ थाहा पाउन सकिन्छ हो। अब यो चाहिँ सङ्ख्यात्मक रूपमा मापनीय हुन्छ। जस्तो तपाईँको तौल कति छ? 50 केजी छ। तपाईँको उचाइ चाहिँ अब 5.2 फिट छ है। फिट छ त के हो? सङ्ख्यात्मक रूपमा मापनी गरियो। यो चाहिँ गुणात्मक रूपमा अवलोकनीय हुन्छ। जस्तो तपाईँले अब ड्राइभिङ गर्न सिक्नुभयो कि सिक्नु भएन भन्ने कुरा तपाईँले ड्राइभिङ गर्न लगाएर हेरेर हामीले सिक्न सकिन्छ है। अब चाहिँ वृद्धिहरूको विकासको पूर्वाधार हो है। जबसम्म मानव वृद्धि हुँदैन तबसम्म विकास सम्भवै छैन भने अब यो मानव विकास भनेको विकासात्मक पक्ष, शारीरिक पक्ष, मानसिक पक्ष, बौद्धिक पक्ष, भाषिक पक्ष, सामाजिक पक्ष, तार्किक पक्ष, सबै पक्षको विकासलाई हामीले के भन्न सक्छौँ? बल्ल मानव विकास भन्न सक्छौँ। यो चाहिँ निश्चित समयमा रोकिन्छ। किशोरावस्थामा रोकिन्छ। यो कुरा बुझ्नुभएको छ नि? किशोरावस्थामा रोकिन्छ यो भनेको कुरा बुझ्नुभयो? मानव वृद्धि भनेको चाहिँ किशोरावस्थामा रोकिन्छ भने मानव विकास भनेको चाहिँ गर्भधारणदेखि लिएर मृत्यु पर्यन्तसम्म निरन्तर चलिरहन्छ। यसलाई हामी एउटा कन्टिन्युअस प्रोसेसको रूपमा पनि हेर्न सक्छौँ। अब मानव वृद्धिमा चाहिँ वंशाणुले बढी प्रभाव पार्छ भने मानव विकासमा वंशाणु र वातावरण दुवैले प्रभाव पार्छन् भन्न सक्छौँ है। वंशाणु र वातावरण दुवैले प्रभाव पार्छन् भन्न सक्छौँ। मानव वृद्धिको प्रत्यक्ष सम्बन्ध शारीरिक परिपक्वतासँग हुन्छ भने
मानव विकासको प्रत्यक्ष सम्बन्ध भनेको परिपक्वता सँगसँगै सिकाइसँग पनि रहेको हुन्छ है, सिकाइसँग पनि रहेको हुन्छ भन्न सक्छौँ सर है। ल ठिक छ। र आजको सेसनमा मैले तपाईँहरूलाई मानव वृद्धि, मानव विकास हो, मानव विकास, मानव वृद्धि विकास बिचको सम्बन्ध र त्यसको समानताको कुराहरू र मानव वृद्धि र मानव विकास बिचको भिन्नताको बारेमा आजको क्लासमा मैले तपाईँहरूलाई सिकाइ सहजीकरण गरेँ। तपाईँहरूलाई आजको मेरो क्लास कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। यदि तपाईँहरू पनि हामीसँग जोडिएर यसै गरी पढ्न चाहनुहुन्छ भने है, यसै गरी पढ्न चाहनुहुन्छ भने तपाईँहरूले अब कोसिस शैक्षिक केन्द्र है, कोसिस शैक्षिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ है। यसमा चाहिँ शिक्षक सेवाको है, शिक्षक सेवाको आधारभूत र माध्यमिक है, माध्यमिक यसको मतलब आधारभूत भनेको चाहिँ अब प्रावि प्रावि र निमावि हो है, प्रावि र निमावि। माध्यमिक भनेको त मावि भइहाल्यो है। माविको प्रथम पत्रको क्लास भएको छ है, प्रथम पत्रको कक्षा, नयाँ कक्षाहरू सञ्चालन भइरहेका छन् है। अब तपाईँहरू पनि हामीसँग जोडिन चाहनुहुन्छ भने 9851172194 अर्थात् 98511339894 मा सम्पर्क गर्न सक्नुहुन्छ है। ल अब अरू विस्तृत कुराहरू त तपाईँलाई सरले जानकारी दिनुहोला। तपाईँले अहिले लाइभ हेर्दै गरेको फेसबुक पेजमा मेसेज पठाएर पनि तपाईँहरू हामीसँग समक्ष प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ। भर्नाका लागि अब आजको लागि म यति नै गर्छु। भोलि हामी ठिक यसै समय यानि कि 6 बजेको समयमा भोलिको सेसनमा भेट्नेछौँ। भोलि पनि क्लास हुनेछ है त। हस्, शुभरात्रि। थ्याङ्क यू सर। लाइभबाट जोडिनु भएको सम्पूर्ण साथीहरूले यहाँहरूको शिक्षक सेवा आयोगको माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहको नयाँ कक्षाहरू सुरु भइसकेको छ र यहाँहरूले भर्खरै यहाँहरूले ओरिएन्टेसन क्लास हेर्नुभयो होला र हजुरहरूको नयाँ कक्षा सुरु भइसकेको छ। हजुरहरूले स्क्रिनमा देखिराख्नु भएको नम्बरमा हजुरले हामीलाई सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। त्यसै गरी हजुरहरूको प्रशिक्षक शिक्षातर्फ कृष्ण प्रसाद सुवेदी र मेनिका रिजाल म्याम हुनुहुन्छ। त्यसै गरी हजुरहरूको जिकेतर्फ दिली रमन भण्डारी, नन्द प्रसाद भट्टराई र तुलसी आचार्य सर हुनुहुन्छ। प्रशिक्षक आइक्यूतर्फ कुमार तिमल सिन्हा, हरिदमला सर हुनुहुन्छ। त्यसै गरी हजुरहरूको कम्प्युटरतर्फ सन्दीप पोखरेल सर हुनुहुन्छ है। हजुरहरूको नयाँ कक्षा सुरु भइसकेको छ। सुविधाहरूको कुरा गर्दाखेरि हजुरहरूले क्लासमा एडमिसन भइसकेपछि हजुरहरूले डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, इक्जाम, फिडब्याक क्लास, हजुरहरूको डेली र युनिट टेस्ट दुवै भइरहेको छ। डेली इक्जाम, युनिट टेस्ट दुवै भइरहेछ। त्यसै गरी हजुरहरूको जुमबाट जोडिनु भएको साथीहरूलाई मैले फेरि के जानकारी के गराएँ भन्दाखेरि हजुरहरूको भोलि टेस्ट इक्जाम छ। नोटिस अस्ति नै आइसकेको थियो। बेलुका हजुरहरूको 7 बजे हुनेछ इक्जाम। त्यसपछि एकपटक भर्ना भइसकेपछि परीक्षा नहुन्जेलसम्म यहाँहरूले हजुरहरूले क्लास जोइन गर्न सक्नुहुनेछ। र लाइभबाट जोडिनु भएको साथीहरूले लास्ट टाइम हामीसँग जोडिनु भएको साथीहरूले माध्यमिक तहमा नाम निकालेको साथीहरू सिफारिस भइसक्नु भएको छ र हजुरहरूले हेरिराख्नु भएको छ स्क्रिनमा। धेरै साथीहरू जोडेर कोसिस शैक्षिक केन्द्रमा शिक्षक बन्ने सपना उहाँहरूले पुरा गरिसक्नु भएको छ। अब पालो तपाईँको है। लाइभबाट जोडिनु भएको साथीहरूले आजदेखि नै हजुरहरूले स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ अथवा लाइभबाट जोडिनु भएको साथीहरूले हामीलाई डाइरेक्ट फेसबुकमा मेसेज गरेर हामीसँग जोडिन सक्नुहुनेछ।